हरेक कानुनी लडाईँको केन्द्रमा न्यायको प्रश्न हुन्छ। जब कानुनको रक्षा गर्नेहरू नै आक्रमणकारी बन्छ, त्यसबेला कानुनले आफ्नो सबैभन्दा शक्तिशाली स्वरमा प्रतिक्रिया दिन्छ। अब हामी तपाईलाई यस हप्ताका 3 महत्त्वपूर्ण निर्णयहरूबारे जानकारी दिनेछौँ। 6 अप्रिल 2026 मा मदुराई सेसन्स कोर्टले CBI versus Sridhar and 9 others केस, जसलाई सथनकुलम कस्टोडियल डेथ केस पनि भनिन्छ। यस केसमा प्रश्न उठ्यो के युनिफर्ममा भएका व्यक्तिहरू कस्टोडियल भाइलेन्सबाट बाँच्न सक्छन्? अदालतले स्पष्ट रूपमा अस्वीकार गर्यो। यस केसमा एउटा बुबा र सानो छोरा लकडाउन उल्लङ्घनका कारणले पुलिस कस्टडीमा भएको कठोर कुटपिटपछि मृत्यु भएको थियो। अदालतले यसलाई रेयरेस्ट अफ रेयर केस भनेर मान्यो। 9 जना पुलिस अफिसर्सलाई मृत्युदण्ड सुनायो र 1 करोड 40 लाखको कम्पनसेसन पनि दिन आदेश दियो। यसले अधिकारको दुरुपयोग सदैन भनेर स्पष्ट सन्देश दिएको छ। 7 अप्रिल 2026 मा सर्वोच्च अदालतले द वेस्ट बेङ्गल स्टेट इलेक्ट्रिसिटी ट्रान्समिसन कम्पनी लिमिटेड एन्ड अदर्स versus दिपेन्दु विश्वास एन्ड अदर्स मुद्दामा एउटा महत्त्वपूर्ण प्रश्न उठायो। के खुला पदहरूमा मेरिटले आरक्षण भन्दा माथि स्थान पाउँछ? अदालतले पाउँछ भन्यो। यसले स्पष्ट गर्यो कि अनारक्षित पदहरूमा छनौट पूर्ण रूपले मेरिटको आधारमा हुनुपर्छ, चाहे उम्मेदवार आरक्षित वर्गबाट किन नहोस्, जबसम्म उसले कुनै छुट लिएको छैन। यसले भर्ना प्रक्रियामा निष्पक्षतालाई बलियो बनाएको छ। 6 अप्रिल 2026 मा सर्वोच्च अदालतले सजल बोस versus द स्टेट अफ वेस्ट बेङ्गल एन्ड अदर्स मुद्दामा क्रिमिनल ल दुरुपयोग बारे विचार गर्यो। अदालतले पायो कि आरोपहरू अस्पष्ट थिए र CCTV प्रमाणसँग केही मेल राख्दैन थिए। यस्तो अवस्थामा मुद्दा ट्रायलसम्म जान सक्दैन भन्दै कार्यवाही खारेज गरिदियो। यति नै थियो यस हप्ताका लिगल अपडेटहरू। यस्तै जानकारीका लागि ल टाइमसँग जोडिरहनुहोस्। धन्यवाद।